भनेको थिएँ मैले कतिवटा प्रदेश सभाको क्षेत्र 8वटा। अब कतिवटा मतदान स्थल छ? 4वटा। मतदान स्थल धेरै हो। 167वटा मतदान स्थल। कतिवटा? केन्द्र चाहिँ 4वटा। 167वटा। मतदान केन्द्र कतिवटा? 167 केन्द्र। एउटा केन्द्रमा कुनैमा 2टा, कुनैमा 4वटा, कुनैमा एउटा मात्रै, कुनैमा 8वटा 10वटासम्म पनि हुन्छ। भनेको क ख ग घ हुन्छ प्रत्येक केन्द्रमा हुन्छ। प्रत्येक केन्द्रमा एउटा मात्रै भएको बिरलै होला, नभए 2टादेखि 3टा 4वटा 5वटा 6वटा 7वटा 8वटा 9 10वटा 11वटासम्म हो। त्यसरी गर्दाखेरि 624वटा चाहिँ के रहेछ मतदान केन्द्र। 624वटा मतदान केन्द्र छ। कतिवटा अरे? 624वटा। एउटा ग्रुपको मान्छे छैन क्या हो? आज थोरै थोरै देख्दैछु त, मेरो आँखा त्यस्तो भएर होइन होला। यतापट्टि बसेर हो धेरै सरी घर कस्तो भयो मोरङसँग अलिकति 62 किलोमिटर क्षेत्र के छ? भारतसँग जोडिएको छ। सिमाना साझा गरेको छ। अहिले हाँस्नु नजिकिकन अहिले हाँसेर चलाएन। यो पछाडिको खडा त्यहाँ सँगै बसेर त्यस्तै हुन्छ साथी। मिट सम्झाउनु पर्यो, नभए पछाडि लु एक राउन्ड लाएर आउने पुरै। मेरो फेरि यहाँ मात्रै हुँदैन, यहाँ पनि हुन्छ, यता पनि यता पनि सबैतिर आँखा हुन्छन्। गुरुवाहरू कहाँ छ? टोली अनुशासनहीन छ है। रगडेर हुन्छ, घिसाएर हुन्छ, पेलेर हुन्छ, पानी बनाएर त कहाँ हुन्छ? हामीलाई मान्छे चाहिएको छ। कसरी हुन्छ? पुलिस बनाउनु। त्यो मेरो आदेश हो प्रष्ट। ल तपाईँहरूलाई यिनीहरूले कसैले किन पेलेको भन्ने शब्द निकाल्यो भने त्यसको नाम मलाई दिनु, तर गराउने काममा दुरुस्त गराउनु, अनुशासित बनाउनु, सिकाउने कुरा दुरुस्त सिकाउनु है त। गुड। बैसठी किलोमिटर के छ अरे? भारतसँग सिमाना गाँसिएको छ। अब त्यहाँबाट के हुन सक्छ? भित्रिन सक्छ। प्रसार हुन सक्छ। गाँजासँग भित्रिन्छ। हात हतियार नेपालभित्र प्रवेश गर्यो भने मतदान सुरक्षित भयो? भएन। हो, त्यो सुरक्षा संवेदनशीलता हामीले विशेष ध्यान दिनुपर्छ। अब अर्को के छ भने हाम्रो यो जिल्लामा, सुनसरी जिल्लामा एकै प्रकृतिका मान्छेहरूको बसोबास छैन। हो। कोही तपाईँहरू जस्तो उहाँ पुलिसले फेरि खेलायो भनेर भर्तीमा गएर गफलाउने हो, त्यस्तो खालको पनि छन् कि होइन? किन होइन? नभइकन यहाँ आउँछ कुरा। तर सुध्रिनुहोस् है। अब
167वटा मतदान केन्द्रमध्ये सुनसरीको है 59वटा अति संवेदनशील भनेको त्यहाँ प्राय विभिन्न किसिमका कि हुलदङ्गा भएका छन् केही त कसैले बम पड्काएका छन् बम पनि पड्केका थिए अगाडिका चुनावहरूमा मतदान केन्द्र वरिपरि हो बम पड्काएका छन् कहाँ कि हुलदङ्गा गरेका छन् कि निर्वाचन बिछोड्ने प्रयास गरेका छन् हो त्यस्ता खालका पनि 59वटा केन्द्र छन् 167 मा भनेपछि कति संवेदनशील रहेछ बुझ्नुभयो अब संवेदनशील भनेको त्योभन्दा अलिक कम स्तरको 66वटा सामान्य भनेको त्यस्तो भइ नहाल्ने खालका 42वटा गरेर छ त्यसमध्येका 167 मध्ये 59 के भयो अति संवेदनशील 66 संवेदनशील र 42 सामान्य भयो अब दक्षिणी भेगबाट मात्रै समस्या होइन उत्तरी भेगमा पनि के रहेछ भने नापसे गरी घरेलु हतियार खुडा खुकुरी भरुवा बन्दुक प्रयोग गरी घटना घटाउन सक्ने पनि हुँदो रहेछ है उत्तरी भेगतिर भनेको कहाँ उत्तरी भेग भनेको चीन होइन तानमारासम्म पर्यो होला उत्तरमा परेन उत्तरभन्दा माथि है बिचतिर पर्छ अब सुनसरी जिल्लाका समस्या प्रमुख सुरक्षा चुनौतीहरू के रहेछन् भने खुल्ला सीमा र आवाज जावतको समस्या अघिले पनि भनेको छ खुल्ला सीमा छ हो 62 किलोमिटर भारतसँग जोडिएको छ आवाज जावत गर्नलाई सबै ठाउँ सडकको व्यवस्था छैन हो र विदेशबाट के हुन्छ नाकाबन्दी पनि हुन्छ के गर्छ खुल्ला नाका त पुगेन सीमा त बन्द